इन्डियामा धेरैवटा पैसावाल धनी हिन्दू मन्दिरहरू छन्। तिनै मन्दिरमध्ये कुनै एउटा पैसावाल हिन्दू मन्दिरले नेपाललाई हिन्दू राष्ट्र बनाउन, हिन्दू राष्ट्रकै मुद्दा बोकेको राप्रपा वा त्यसका कुनै एक नेतालाई चुनाव जिताउन लाखौं करोडौं रुपियाँ दिएर सहयोग गर्यो रे, अनि त्यही पैसाको भरमा सांसद पनि भयो रे, जित्यो रे भन्ने प्रमाण बाहिरियो भने के होला? कस्तो प्रतिक्रिया होला नेपालमा? अझ अमेरिकाका एउटा धनी चर्चले बालेन वा रासोपालाई चुनाव जिताउनको लागि त्यसै गरी लाखौं करोडौं रुपियाँ दिएर खर्च सहयोग गर्यो अरे भन्ने प्रमाण बाहिरियो भने के होला? त्यसले कस्तो रूप लेला? चुनावी माहौल के होला? एमाले, काङ्ग्रेस र माओवादीले त्यो बेलामा के गर्लान्? सरकार, अदालत र निर्वाचन आयोगले के गर्ला? अझ त्यो पैसा नेपालको कानुन र संविधान नै परिवर्तन गर्नको लागि, संविधानमा आफ्ना एजेन्डा घुसाउनको लागि, कानुन बनाउने ठाउँमा आफ्ना एसेट्सहरूलाई स्थापित गर्नको लागि झन् त्योभन्दा अघिदेखि संविधान बनाउँदैदेखि प्रयोग भयो। अनि संविधानमा धर्मनिरपेक्षता राख्दा वा राज संस्था हटाउँदा समय प्रयोग भएको थियो, बाहिरी लगानी र चलखेल भएको थियो भन्ने कुरा बाहिरियो भने अझ के होला? त्यो सुन्दा कस्तो लाग्ला? कस्तो अवस्था होला? क्यान यु इमेजिन? ठ्याक्कै त्यस्तै केस हो होली वाइन काण्ड, जसमा कोरियाको एउटा धनी चर्चले नेपालमा आफ्नो एसेट्सहरू स्थापित गराउनको लागि, आफ्नो एजेन्डालाई संसदभित्र छिराउनको लागि, संविधानमा आफूले भने जस्तो कुराहरू घुसाउनको लागि पैसा दिएको, त्यो पनि 2-4 हजार होइन, लाखौं करोडौं डलर पठाएको, आफ्ना एसेट्सहरू त्यसको लागि प्रयोग गरेको भन्ने कुरा प्रमाणसहित बाहिरिएको छ। यता नेपालतिर को संलग्न थिए त्यसमा? धर्मलाई अफिमको नशा मान्ने भौतिकवादी कम्युनिस्ट दल एमाले, त्यसका नेता केपी ओली र माधव कुमार नेपाल, अनि नेपालमा रहेको कोरियन चर्चको प्रोक्सी दल नेपाल परिवार दल मार्फत त्यो षड्यन्त्रमा सामेल गरिएको भन्ने प्रमाणसहित बाहिरिएको छ। त्यसमा एमाले नेता केपी ओली, त्यो बेला माधव कुमार नेपालले प्रत्यक्ष रोल खेलेको अनि बाबुराम भट्टराईले सहयोगीको भूमिका खेलेको भनेर प्रमाणित गर्ने डकुमेन्टहरू कोरियाबाट निस्किएका छन् बाहिर। कोरियामा त्यो काममा संलग्नहरूलाई कारबाही हुँदैछ, जेलको सजायसम्मको कुरा पुगिसक्यो त्यतातिर। अझ केपी ओलीलाई त त्यो बेलामा त्यो संस्थाले $1 लाख सुशासन अवार्ड समेत दिएको थियो। कसले? एउटा क्रिस्चियन चर्चले। कसलाई? भौतिकवादी कम्युनिस्ट दल एमालेका त्यागी नेता केपी ओलीलाई। नेपालीहरूको खुन दूषित भयो, त्यसलाई चोख्याउनु पर्छ भन्दै होली वाइन खुवाउने प्लान समेत गरिएको थियो त्यो बेलामा नेपालमा। त्यहाँ लिक भएको त्यो दस्तावेजमा भएका घटनाक्रम र नेपालमा त्यो बेलामा भएका घटनाक्रम ठ्याक मिल्छन्। मैले यी सब कुराहरू राखेर एउटा भिडियो नै बनाइसकेको छु। त्यो भिडियोमा मैले यी सब कुराहरू राखेको छु बेली विस्तार। त्यो भिडियो अहिलेसम्म लगभग 5,25,000 पटक हेरिसकिएको छ। यदि साँच्चै नै कानुनी राज भएको देश थियो नेपाल यदि भनेदेखि यो ठुलै केस बन्नु पर्थ्यो, कानुनी कारवाही सुरु हुनु पर्थ्यो त्यसमा संलग्नहरूमाथि। त्यस्ता मानिसहरू सांसद हुन लायक नै हुने थिएनन् यदि कानुनी राज भएको देश थियो भने। अरूतिर एब्स्टिन फाइलमा नाम मात्रै मुछेकाहरू पनि भट्टाभट्टी पक्राउ पर्दैछन्, राजीनामा दिँदैछन्, राजनीति उथलपुथल भएको छ अरूतिर। तर नेपालमा के भयो? के हुनु नि? पहिला जे हुन्थ्यो त्यही भयो। सरकार मात्र नयाँ भएर हुँदो रहन्छ, तरिका पुरानै भइसकेपछि। सरकारले कानमा तेल हालिबक्स्यो, शुक्ला होइबक्स्यो, सुनेको नसुने गरिबक्स्यो। निर्वाचन आयोगले सम्म पनि सुनिबक्सेको छैन अहिलेसम्म यो कुरा। सायद यस्तो लाग्छ विदेशीको माल खाएर संविधानमा विदेशीको एजेन्डा घुसाउने काम राष्ट्रवाद भित्रै पर्छ नेपालमा। यस्ता साना मसिना कुरामा अल्झिने फुर्सद कहाँ छ र नेपालीहरूलाई? धेरै बिजी भइसके। अनि बरु यस्ता कुरा उठाउने, यी कुराहरू देखाउने पत्रकारहरू चाहिँ बरु राष्ट्रघातीको सूचीमा पर्न थालिसकेका छन्। यस्ता समाचार निकाल्ने पत्रकारहरू बरु देशद्रोहीमा गनिन थालेका छन्। समाचार निकाल्नेहरू बरु भडुवा हुन थालेका छन्। समाचार निकाल्नेहरू पो बरु यो समाजमा घृणा फैलाउने भइराखेका छन्। उस्तै परे अब यो समाचार निकाल्नेलाई कारबाही अगाडि बढेदेखि अचम्म नमान्नुपर्ने बेला भएको छ नेपालमा। होली वाइनका मतियारहरू चाहिँ बडो क्रान्तिकारी भएका छन्, देशभक्त भएका छन्, राष्ट्रवादी भएका छन्। अनि फेरि तिनैले सुशासनको हल्ला पिटेका छन्, सुन्नेले सुनेका छन्, ताली पिटेका छन्, परर बजाएका छन्। गजबको नाटक छ नेपालतिर। यदि त्यो भिडियो हेर्नु भएको छैन भने लिङ्क तल राखिदिएको छु। भोट हाल्नु अगाडि कम्तीमा एकपटक त्यो भिडियो हेरेर आफ्नो भोट कता हाल्ने डिसिजन गर्नुभयो भने देशले पार पाउने थियो, देशको भलै हुन्थ्यो क्यारे। नहेरे पनि यहाँहरूको जय होस्, देशले निकास पाओस्। धन्यवाद, नमस्कार।